पहिल्यै बाबुआमाले भनेको कुरा मानेको भए आज यति दुःख पाउँथे। नाममा त बुद्धि माया, बुद्धि भन्ने एक रत्ती छैन। ए बहिनी, ओइ बहिनी, उतातिर मेरो बाजे आछ? छैन होला, यतातिर आएको त मासतिर गयो होला। हैन, कता गएको होला? घरमा त एकछिन बस्न मन लाग्दैन, कालो पोथी बसेर वाक्कै बनाउँछ। यता त तिम्रो गन्ध सुन्न पाउन नि मलाई त आनन्द आउँछ। त्यस्तै दिक्क लागेको भए काटेर धुरी नगए भइहाल्यो। म जस्तै सेतै पोथी पाल्न छोडेर कालो पोथी पालेपछि त्यस्तै हुन्छ। त्यसलाई काटेर धुरी कटाउनु कहाँ सजिलो छ? सबै घर जग्गा त्यसको नाउँमा छ। तिमी त हुतियाएर बाउनै रहेछौ। भो धेरै सफाइ नदेऊ मलाई। त्यो घर जग्गा बुद्धिमायाको बाउले दिएको भनेर सबै थाहा छ मलाई, सफाइ दिनु पर्दैन। यो सबै कुरा थाहा पाएर पनि तिमी मसँग बिहे गर्न चाहन्छौ त पन्था? ठुक्क बाजे, मलाई सबै थाहा छ तिम्रो। मलाई त साथ दिने मान्छे मात्र चाहिएको, सम्पत्ति भने त देखा जाएगा। जाऊ त पन्था, तिमी त्यसो भन्छ भने जाउँ कतै यो ठाउँ छोडेर। ल हिमालयको फरियामा कति दिनसम्म बेरेर बस्ने हेरौँला बाजे। मैले जस्तै सुखमा राखेँ भने त नगर नगर, सम्म धेरै दामी छ। रूपमा रूप, पढे लेखे छ। अब धेरै दिन लाग्छ नि तसँग बस्नु। जा जा जा, त जस्तो हुटिएर नमर्दा। हुन्छ, जान्छु म। पछि तैँले धेरै पस्ताउनु पर्नेछ। छोराछोरी भए पो बाउ कहाँ छ भनेर सोध्लान् भन्ने डर। त्यो त मेरो गल्ती होइन नि। सन्तान किन भएन? आफूले सोध्न। धेरै नकरा है, नमर्दा। त्यही ढिमाल्नेको छोरीसँग हरि उसैले मलाई साह्रै हेर्ने, मेरो कोही छैन भने कि मेरो पम्पा चाहिँ पम्पासँगै जान्छु म। कहिले नआउने गरी। आफ्नो त कर्मै खोतो, न बुढाको माया पायो न सन्तानको माया पायो। हुन्छ, जान्छ म। पछि तैँले धेरै पस्ताउनु पर्ने। सम्म धेरै जान्ने। रूपमा रूप, पढे लेखे छ। अब धेरै दिन लाग्छ नि तसँग बस्नु। बाजे, जिन्दगीको यात्रामा कतै हिँड्दा हिँड्दै अल्झिएर लड्यो भने उठाउन सक्नुहुन्छ? सकिहाल्छ नि। यो बाहुनको छोराले हात मात्रै होइन, जुरुकै बोकिदिन्छ। हो र बाजे, सक्नुहुन्छ र बाजे? बोक्न सक्दैन भनेको? अब बाजेले के गरेको? अरूले देखे पनि के भन्ला? आँखामा आँखा जुदा हेर न। छि, यो बाजे त कति माटेको।
पम्फा आज कस्तो जिउ देखेको छ, चरालो जस्तो भएको छ। म त काममा जान सक्दिनँ अब पम्फा। उफ, खै थाहा छैन भरे रातिलाई चामल छ कि छैन। खुरुक्क नजाऊ काममा, त्यहाँ पैसा आएपछि गतिलो एक जोर कुर्ता सुरुवाल हालिदिने। खुरुक्क न मलाई पैसा चाहियो। कसले फोन गरेछ आज? हेलो बुद्धिमाया तिमी? बुद्धिमाया तिमी? आज कहाँबाट यतिका वर्षपछि फोन गर्यौ त? बाजे तिमीले त हाम्रो सम्बन्ध चटक्क माया मारेर गयौ, तर मैले माया मार्न सकेको छैन। जे हुनु भइहाल्यो, हामी तिनैजना सँगै बसौला दुःख सुख बारेर। एकचोटि फर्केर तिम्रो पछाडि छु, एकचोटि फर्केर तिम्रो पछाडि छु, एकचोटि फर्केर तिम्रो पछाडि छु। बुद्धिमाया, बुद्धिमाया, बुद्धिमाया। बाजे के भयो? बाजे के भयो? अझैसम्म बुद्धिमायालाई बिर्सेको छैन? जाने भए जाऊ, म त जाँदिनँ त्यस्तो ठाउँमा। आफ्नो त कलकलाउँदो जवानी चढ्दैछ, भर्खर एउटाले लगिहाल्छ नि। सपनामा देख्नु उनलाई के मेरो गल्ती भएर? जे होस् विपनामा भेटघाट नभए नि सपनामा त भयो नि। कस्ती भएन होला उनी।